नमस्कार सम्पूर्णमा फेरि पनि वेलकम टु माई ब्लग है। जो भिडियो मैले हिजो हालेको थिएँ, जो बागलुङमा एउटा गोठमा आगो लगाएर जनावरको क्षति र धनको क्षति भएको थियो, त्यसैको दोस्रो अंश फेरि पनि म तपाईहरुको माझ लिएर आएको छु। जसरी मारियो एकदमै दर्दनाक घटना थियो र यो भिडियोमा त्यो भन्दा पनि दर्दनाक स्थिति देख्न सक्नुहुन्छ तपाईहरु। पेटको भैँसीको पेटको बच्चालाई चिरेर निकालेर हिजो मात्रै उसको दाह संस्कार गरियो। अति नै दुःख लाग्यो त्यो भिडियो हेर्दा है। आशा छ पीडितले न्याय पाउनेछ र जसले यस्तो घटना गरायो, जो दोषी छ त्यसलाई कडा भन्दा कडा कारबाही हुनेछ। अरु कुराहरु तपाईहरु भिडियोबाट हेर्नुस्। भिडियो तपाईहरुको सामने छ। तिमी मेरो आमाको प्राण थियो। तिमीलाई बचाउन मैले आफ्नो तर्फबाट हुने हरेक कोसिस गरे, तर सकिन। तिमीलाई यसरी टडपाएर राखिराख्नु भन्दा बरु मुक्ति दिनु उचित लाग्यो। सक्छौ भने माफ गरिदेऊ मलाई। तिमी पनि आमा नै हो। आका लागिमा दुवै आँखा गुमाउँदा, न खान सक्ने न पानी पिउन सक्ने अवस्थामा पुग्दा, शरीरको बाहिरी बनावट पुरै गुमाउँदा पनि तिमी बच्चाको लागि बाँचेको थियौ भन्ने कुरा छर्लङ्ग हुन्छ। दुश्मनी थियो होला त मसँग थियो होला, मेरो परिवारसँग थियो होला। बिचरी नादान यो बेजवान जनावरको के दोष? कृपया साथीभाइ, आफन्त, इष्टमित्र, मान सम्मानको लागि भनेर अपराधीलाई बचाउने प्रयास नगर्नुहोस्। आज मसँग यस्तो खालको गतिविधि गर्न सक्नेले भोलि तपाईसँग पनि त्यही गतिविधि नदोहोर्याउला भन्न सकिन्न। यो घटनाले मेरी आमा विक्षिप्त बनेकी छिन्। उनको मानसिकतामाथि निकै गहिरो घाउ लागेको छ। मैले उनलाई सम्झाउन सकेको छैन, बुझाउन सकेको छैन। जब त्यो भैँसीको पेटबाट निकालिएको यो बच्चाले मुटु ढकढक्यायो, तब म रातभरि राम्रोसँग निदाउन सकेको छैन। ए गुलाब, तिमी सुगन्ध छर्न त आयो, तर मन उजाड भएको बेलामा आयो। ए हरियाली, तिमी हरियोपन जगाउन त आयौ, तर मनमा डढेलो लागेको बेलामा आयो। कुनै समय काली भनेर बोलाउँदा दौडेर नजिकाउने त्यो भैँसी आज आफ्नै आँखा अगाडि यसरी टाढा जाँदा मन सम्हाल्न सकिरहेको छैन। मन भारी भएको छ। मेरो मेन्टल्ली प्रेसर यति हाई भएको छ कि कुरै नगर्नु। यसरी तिमीलाई आफ्नै हातले अन्तिम संस्कार गर्नु सजिलो त थिएन, तर पनि परिस्थितिसँग जुझ्दाखेरि मन दोहोरो बनाएर तिमीलाई बिदाई गरे। हार्दिक श्रद्धाञ्जली काली, मिठो सम्झना। तिमीले मेरो लागि दिएको यो बलिदान यसै खेर त जानेवाला छैन। म त्यसलाई यसै छोड्नेवाला पनि छैन। निर्धक्क हुनु। न्याय ढिलो चाँडो होला, तर न्याय अन्धो हुँदैन। जसको लागि तिमी बाँचिरहेको थियौ, जसको लागि तिमी सास लिइरहेको थियौ, उसलाई मैले तिम्रै काखमा राखिदिएको छु। न्यायमा ढिलो चाँडो होला, तर न्याय अन्धो हुँदैन। तिमीले मेरो लागि दिएको यो बलिदान यसै खेर जानेवाला छैन। भिडियो त हेर्नुभयो होला। तपाईहरु यो भिडियो हेरेर के मूल्याङ्कन गर्नुहुन्छ? हाम्रो समाज कतातिर जाँदैछ? दोषीलाई कडा भन्दा कडा कारबाही गरेर फेरि पनि यो घटना नदोहोरियोस्, यस्तो घटना हाम्रो नेपालमा नभइदियोस् भन्ने कामना मात्र गर्न सकिन्छ। तर सम्पूर्ण मान्छेहरू पागल भइसकेका छ। मानव होइन यो धरतीमा, अहिले दानवै दानव भएका छन्। कसैको उन्नति प्रगति दिन सक्दैन। सायद त्यही नै भएको होला यो भाइप्रति। यो भाइ राम्रै रहेछ फिल्डमा। मैले धेरै सोसियल मिडियामा यो भाइको हेरेँ र यो भाइ धेरै सोसियल मिडियामा अगाडि नै रहेछ। हुनसक्छ त्यो ठाउँका मान्छे आफन्तीहरूले यस्तो उसको उन्नति प्रगति देख्न नसकेर गरिएको एउटा षड्यन्त्र होला, उसलाई डिमोटिभेट गर्नको लागि। तर भाइ, म यति नै भन्छु तिमीलाई, यो गर्यो भन्दैमा तिमी डिमोटिभेट नभऊ। आफ्नो रास्ता, आफ्नो बाटो, जो सपना र जो ऊ बोकेर हिँडेको छ त्यो पुरा गर। र सम्पूर्ण नेपालीको साथ तिमीलाई छ। तिमी कुनै पनि गलत छैनौ र गलत त्यही छ जसले यत्रो काण्ड गर्यो। र अन्तिममा यही भन्न चाहन्छु कि दोषीलाई कडा भन्दा कडा कारबाही होस्। जय देश, जय नेपाल।